नमस्ते भिडियो सुरु भइसकेको छ आज पनि अनि अब चाहिँ के भन्छ हामी चिया खान लागेको बाहिर चाहिँ पानी हल्का छ हल्का पानी पर्दाखेरि हामी रातो चिया खाने तर्कामा छौँ साथीहरू छ अनि रातो चिया खाने हो दुध हालेको चिया टक्क चिनी बढी हालेर यो चाहिँ उसको टिकटक हो डेन्जर राम्रो गर्नुपर्छ लाइक कमेन्ट हान्नुपर्छ ज्ञानेन्द्र तिम्रो आइडी पनि ज्ञानेन्द्रै छ होइन ज्ञानेन्द्र म नि हेरिरहन्छु उसको भिडियो मेरो भिडियो नि उसले हेरिरहन्छ त्यही त हो नि होइन रमाइलो त्यो त एक्लै अर्काको हेरिदिने लाइक हानिदिने त्यति हो क्या मजा अरू के छ र हामी चाहिँ अब आफ्नो रुमतिर जानु लागेको अनि त्योभन्दा पहिला चाहिँ चिया खाएर गइदिउँ भन्ने हो चिया पनि लागि कता गयो त्यहाँ रेडी हुँदैछ अब चिया रेडी भइसकेपछि हामी खानेछौँ होइन अनि यता झन्डा पनि देखाएन एकपट्टिको झन्डा पनि देखेको फोटो मात्र 800 टिभी साइजको फोटो बिग्रेछ यो अनि यो त अनि खिच्नेले त्यो तर तिमीले भनेन त्यो ए नत्र त बिग्रेको त्यसो भन्नु त 800 रुपैयाँ यसपालि फोटो मात्र 800 रुपैयाँ जोडाहरू अक्क भइसक्यो गाडीको जोडा 250 रुपियाँको चिया र डोनट खाएर निस्केर अब हिँडिसकेको छौँ होइन पानी परिरहेछ पानी परेर अब हामीसँग छाता नि छैन अनि छाता हुनेसँग नाता नि छैन होइन बाल पनि भएन जाडो मात्रै भइरहेछ पानी चाहिँ अघिसम्म सिमसिम परिरहेको थियो अनि बाटो यस्तो भइरहेछ होइन पानी चाहिँ अहिले रहिसकेको छ हामी छाता किन्ने भनेको छाता पनि किन्नु नपर्ने भयो हामी हिँड्दै गइरहेछौँ मजा आइरहेछ हिँड्नु चिसो मौसममा अघि तातो चिया खाँदा त झन् मजा आइरहेको थियो अनि खासमा हामी चाहिँ भोलि हाम्रो के भन्छ 2081लाई सकेर 82तिर लाग्दैछ अरे त्यही भएर हामी चाहिँ नयाँ वर्ष मनाउने भनेर बिदा भएको छ पिलिक्क हेर्ने भनेको त्यहाँभित्र हो देखिरहेछ हल्का चाहिँ होइन अनि पुरै यस्तो यो जस्ता लाएर ढोकासोकाले नै छेकिरहेको छ यसो यो त के हो दमकल होला होइन एउटा यो गाडी कहिलेको गाडी हो तर यहाँ देख्न पाएन देख्न पाएँ नि केही पालै भएन होइन आफ्नै पारामा हिँडिरहेको हुन्छु दायाँ बायाँसँग मलाई केही सरोकार नै भएन भाइले बढी अब हामी भोलि भेट्नेछौँ होइन ल लाग्दैन ल म लाग्दिनँ ल जाउँ हामी दुईजना ल तिमी पनि डुल रमाइलो गर है भोलि नयाँ वर्षको लागि ह्याप्पी न्यु इयर त्यही हो हाम्रो यो चाहिँ न्यु रोडको अहिलेको ताजा होइन माहौल हो होइन न्यु रोडमा चाहिँ अनि अस्तव्यस्त भइरहेछ अनि पानी परेर हिँड्न पनि मजा आइरहेछ महानगरपालिकाको टिम रहेछ होइन नगर प्रहरी दाइहरू यता पछि उता साइडमा होइन गाडी बाइक हुनेले टक्क कुदाइरहेछ हिँडिरहेछ होइन उनीहरू आफ्नो गन्तव्यमा पुगिरहेछ यता म केही नहुने होइन म जस्तै अनि अरू हुनेले पनि नकुदाउनेहरू चाहिँ यो बाटोमा टक हिँडिरहेछ टक्क यहाँ दायाँ बायाँमा चाहिँ पसलै पसल छ अनि यो कतिपय खानपिनको छ कतिपय सुन चाँदी अनि मोबाइल पसलहरू कपडा पसलहरू दुनियाँमा मान्छेलाई होइन बाँचेपछि मान्छेलाई आवश्यक सामानहरू चाहिँ है दुनियाँ के मान्छेलाई आवश्यक पऱ्यो होला होइन सुरुमा अब यो सुरुमा मान्छेहरू विकास कम हुँदै गर्दाखेरि चाहिँ होइन मान्छेहरूलाई केहीको पनि सरकार थिएन नि त होइन कपडा पनि है बाल लाग्दैन थियो रुखको बोक्रा सोक्रा लगाएर हिँड्थ्यो अरे भन्ने मैले सुने हो मैले देखाएको त छैन त्यति बेला उनीहरूले जे गर्थे त्यति बेलाको समय परिस्थिति अनुसार ठिक थियो र अहिले 21औँ शताब्दीसम्म आइपुग्दाखेरि नेपाल चाहिँ यस्तो छ है अहिलेको अवस्था राजधानीतिर होइन अब 22औँ शताब्दीतिर के होला थाहा छैन म बाँच्दिनँ होला त्यति बेलासम्म त होइन
जति बेलासम्म बाँच्छु त्यति बेलासम्म देखाउनु त परेन होइन। त्यही हो, मेरो साथी थियो अनि त्यो नि गइसक्यो। अहिले चाहिँ म यहाँ के भन्छ टुँडिखेल यतापट्टिको पुलमा हिँडिरहेको छु। अनि यो चाहिँ पुरा अस्ति चाहिँ पुरै छोपेर अँध्यारो जस्तो भएको थियो क्या। यहाँ उदिको हाँगाहरू रुखको हाँगाहरू काटेको थिएन। अनि अहिले चाहिँ हाँगासँग पनि काटेछ, पुरै खुल्ला देखिरहेको छ क्या। यही ठाउँमा अब एकै ठाउँमा मैले भिडियोहरू चाहिँ बनाएर हिँडिरहन्छु। तर एकै ठाउँमा भिडियो बनाएर हिँडे पनि होइन, मेरो दिन सँगसँगै यहाँ देखिने भिडियोमा देखिने ठाउँ मात्रै एउटै हो। तर त्यहाँको मान्छे अनि त्यहाँको गतिविधिहरू त चेन्ज भइरहेको हुन्छ नि त होइन। त्यही भएर कतिपयलाई चाहिँ एउटै ठाउँमा कति भिडियो बनाएर हिँडेको भनेर वाक्क ब्याक्क पनि लाग्न सक्छ। तर बनाएर जतिसुकै भिडियो बनाएर हिँडे पनि यहाँको के भन्छ सिचुएसनहरू त अनि मान्छेहरू त पुरै चेन्ज भइरहेछ नि। म पो चेन्ज नभए त, किनकि मेरो भिडियो म त देखिनु परिगयो होइन सधैँभरिलाई एउटै ठाउँमा हिँडे पनि। म चाहिँ अहिले यो टुँडिखेल ग्राउन्डको यतापट्टि पछाडिपट्टिको साइडमा हिँडिरहेको छु। अनि यहाँदेखि यता साइडमा चाहिँ त्यो के भन्छ स्काई टावर भन्ने पर्छ होइन। स्काई टावर यो चाहिँ पहिला खुब एकखेप टिकटकमा बालेनले यताउता डेन्जरै बनायो भनेर खुब भाइरल पनि भइरहेको थियो होइन। मान्छेहरू चढ्दाखेरि पनि 1000-1500 रुपियाँ समथिङ कति हो, मैले त्यतिसम्मको टिकटको दाम पनि सुनिरहेको थिएँ। पूर्णाङ्गिङ नामले टक्क यसरी भिडियो बनाएर अहिलेको अवस्थामा हिँडिरहेछ। अनि अहिलेको अवस्थामा भिडियो बनाएर हिँड्दाखेरि पूर्णाङ्गिङ नामलाई कसैले बाल दिएको छैन होइन। ल यो को भनेर पूर्णाङ्गिङ थाहा छैन। कुनै दिन पूर्णाङ्गिङ नामले यसरी नै भिडियो बनाएर हिँड्दाखेरि पो यार यो त पूर्णाङ्गिङ नाम हो यार, मैले यसको युट्युबमा या टिकटकमा भिडियो हेरेको थिएँ भन्ने दिन आए त कस्तो हुन्थ्यो होइन। म कल्पना मात्रै गरिरहेको छु। ठिकै छ, त्यो दिन आए पनि हुन्छ नआए पनि हुँदैन, आएन भने त होइन। ह्याप्पी न्यु इयर, गुड मर्निङ होइन गुड आफ्टरनुन भइसक्यो। अहिले 3 बज्न लागिसक्यो। अब म चाहिँ डुल्न जान्छु होला भनेको थियो नि गएन। अनि रुममै सुतिराखेँ अहिलेसम्म। अनि अब उठेर रुमदेखि जाँदैछु। र हिजो मैले भिडियो बनाएको थिएँ, अनि आज पनि जाँदाको बाटोमा भिडियो बनाउँछु। अब चाहिँ रुमबाट निस्किसक्ने बेला भइसक्यो मेरो। रुम हो अनि म हो, अब बाटोमा भिडियो बनाउँदै जान्छु। म चाहिँ अब रुमबाट बाहिर निस्किसकेको छु। अनि हावा हल्का चल्यो यहाँ चाहिँ, यतापट्टि अहिलेसम्म चलेको थिएन। नयाँ वर्षमा यसपालि चाहिँ म काठमाडौँतिर आइपुगेको छु। योभन्दा अगाडि म सोलुखुम्बुमा थिएँ। अनि सोलुखुम्बुमा मेरो यस्तै काम गरेर गइरहेको थिएँ। अनि यसपालि यहाँ काठमाडौँ आइरहेको छु म। यहाँ काठमाडौँमा काम गरेर अनि 1 वर्षमा मैले के गरेँ त है अहिलेसम्म यसो विचार गर्दाखेरि त्यो सबै कुरा नभए पनि कुनै कुराको मैले भिडियो बनाएको छु। त्यो म हेर्छु बेला होइन। अनि म त्यति बेला यस्तो थियो भनेर विचार्ने गर्छु। त्यही भएर मैले अहिले पनि भिडियो बनाएर अब यो अर्को साल फेरि म यही भिडियो हेर्छु। ह्याप्पी न्यु इयरमा आफ्नो तरिकाले न्यु इयर मनाइ पनि सक्यो होला, कतिले मनाउँदैछ होला होइन। तर म चाहिँ कुनै काममा हिँडिरहेको अहिले अघि भनेको फन बार भनेको यो पछाडिको हो होइन। यहाँ चाहिँ अरू बेला पनि मान्छे भिड हुन्छ, तर आज चाहिँ नयाँ वर्ष भएर होला डेन्जर मान्छे भिड रहेछ। अनि तर यस्तो भिड हुने ठाउँमा पनि म गएको छैन भने चाहिँ म कतिसम्मको अल्छी होला होइन। अघि अलिअलि पानी छुटेर छ, यहाँनिर अलिअलि पानी छुटेर छ। अनि म हिँडिरहेको छु। मलाई हिँड्न पनि गाह्रो होला जस्तो भइरहेको छ होइन। के छ र यति धेरै भिड भयो मलाई पनि थाहा भएन। मैले हिजाउँदै पनि भनेर हुन्थ्यो क्या होइन। यो ठाउँमा म सधैँ यही ठाउँमा चाहिँ भिडियो चाहिँ बनाएर हिँडिरहेको हुन्छु। तर पनि यो ठाउँको अवस्था होइन स्थितिहरू चाहिँ चेन्ज भइरहेछ है, चेन्ज भइरहेको हुन्छ है भनेर मैले भनेकै थिएँ। अनि नपत्याइ अब हेर्नेलाई थाहा हुन्छ भने देखिरहेछ होइन दायाँ बायाँको अवस्था। अनि त्यही हो, अरू त के भन्ने।
त्यही अवस्थालाई हेर्ने अनि आफैले मनन गर्ने क्या यसले भन्न खोजेको के हो र यसले गरिरहेको के हो भनेर चाहिँ बुझ्ने। मान्छे धेरै भए हो कि पुल सानो भए हो कि है कति धेरै मान्छेलाई पनि जाम लागिरहेछ, गाडीलाई पो जाम लागिरहेछ। काठमाडौँको हावापानी एकैछिनमा चेन्ज होला जस्तो भइरहेछ। अघि भर्खरसम्म मजाले घाम लागिरहेको थियो, म घाम ताप्दै हिँडिरहेको थिएँ भने अहिले चाहिँ एकैचोटि आकाश गरिदिएको छ होइन। अघि पनि तर अलिअलि घाम लागे पनि एक दुईवटा पानी सानी परिरहेको थियो, तर म अब ढिलो भयो भने भिज्न पनि सक्छु, त्यही भएर म छिटो जान्छु होइन, किनकि मलाई भिज्न छैन नि त। एक सर यो भेस्ट मात्रै लगाएर हिँडिरहेको छु। भरे मलाई भिजिएर चिसो लागेर ज्वरो आयो भने मलाई टेन्सन हुन्छ होइन। अस्ति भर्खर पनि के भन्छ ज्वरो आएर निको भयो होइन। अनि त्यो ज्वरो आएर निको हुनु मलाई धेरै टाइम लागेको थियो, अनि त्यही भएर मलाई डर लागिरहेछ। तपाईँहरूको भिड मलाई छल्न कति टाइम लाग्छ त होइन, तर पनि त्यही भएर म यो खाली ठाउँमा एकदम छिटोभन्दा छिटो हिँडिरहेको छु, किनकि मलाई पुरै कस्तो अँध्यारो देखिने भइसक्यो क्या। अनि तर अँध्यारो भए पनि कस्तो शीतल हावा पनि हल्का चल्दिएर अनि हिँड्न अनि कस्तो क्या बबाल मजा आउने खालको दिन भयो क्या आज। म हिँड्नुको फाइदा यस्तो चिसो पुलका मौसममा हिँड्नु पाएँ है, त्यही नै ठुलो कुरो हो। मलाई त्यही मजा लागिरहेछ। अरू कुरो त मजा लागेको छैन, किनकि यो भिडभाड मलाई मजा लाग्दैन, किनकि म सुनसानमा हुर्केर होला। मलाई ढिलो होला एउटा सानो नानी छ क्या, त्यो नानीको यस्तो सुतिरहेको छ आनन्दले म भिडियो गर्छु भनेर मलाई मजाले क्या आनन्दले आमाको काठमा सुत्न पाएको छ। नानी सानो उमेरमा त्यो यस्तो मजा लाग्यो मलाई। ढिलो भयो भने मैले त्यो भिडियो रेकर्ड गर्थेँ। मैले अघि भनेको थिएँ होइन, म अब बसन्तपुरको भिडसम्म जाँदैछु भनेर। त्यो भिड चाहिँ अब यही हो, मेरो उपस्थिति बसन्तपुरको भिडमा भइसकेको छ। अब यहाँनिर मान्छे कतिको हुन्छ भनेर त तपाईँहरूलाई थाहा छँदैछ, किनकि म यहाँ धेरै मान्छे आउनुहुन्छ नि त, धेरै मान्छेहरू आउनुहुन्छ। अनि त्यसमाथि मैले बनाएको भिडियो पनि प्रायः यहीँको हुन्छ, अनि यहाँ सधैँ पनि मान्छे कतिको आउँछ भनेर सबैलाई थाहा छँदैछ, अनि मलाई पनि थाहा छ। अनि म चाहिँ त्यही हो, यहाँनिर हेर्ने डुल्ने भन्दा पनि मेरो काममा लखर हिँड्ने काम चाहिँ मेरो बढी हुन्छ। त्यही हो नै। मैले अघि भनेको थिएँ होइन, म अब बसन्तपुरको भिडसम्म जाँदैछु भनेर। त्यो भिड चाहिँ अब यही हो, मेरो उपस्थिति बसन्तपुरको भिडमा भइसकेको छ। अब यहाँनिर मान्छे कतिको हुन्छ भनेर त तपाईँहरूलाई थाहा छँदैछ, किनकि म यहाँ धेरै मान्छे आउनुहुन्छ नि त, धेरै मान्छेहरू आउनुहुन्छ। अनि त्यसमाथि मैले बनाएको भिडियो पनि प्रायः यहीँको हुन्छ, अनि यहाँ सधैँ पनि मान्छे कतिको आउँछ भनेर सबैलाई थाहा छँदैछ, अनि मलाई पनि थाहा छ। अनि म चाहिँ त्यही हो, यहाँनिर हेर्ने डुल्ने भन्दा पनि मेरो काममा लखर हिँड्ने काम चाहिँ मेरो बढी हुन्छ। त्यही हो नै। अहिलेको अवस्थामा घडीले 3:35 भइसक्यो होइन। 3:35 भनेको अब मलाई ढिलो हुनु जति धेरै यो समय चलिरहेछ मलाई त्यति धेरै ढिलो भइरहेछ होइन। नेपालमा पनि मान्छे धेरै देशको घुम्न आउँछ है, तर नेपाली नेताले भाषण चाहिँ के दिन्छ भने म नेपाललाई चाहिँ स्विजरल्यान्ड बनाइदिन्छु भनेर पुरै मान्छेलाई झुक्काइदिइरहेछ है। नेपाललाई नेपाल जस्तै बनाउन सकेन होइन। कति महत्त्व हुन्छ होला अल्लाहहरू बुझ्ने। भाइको चुरोटै खस्यो, चुरोट खस्यो। यो भिड यो पछाडिको टोपी लाउनेहरूको भिड भनेको नेपालीको भिड होइन, यो विदेशीको भिड हो। विदेशी काठमाडौँको बसन्तपुरमा पनि विदेशीहरू यसरी घुम्न आउँछ। नेपालको धेरै ठाउँहरू छ होइन, यसरी मान्छेहरूलाई आकर्षित गरेर पर्यटन भित्राउन सक्ने सम्भावित स्थानहरू त धेरै छ, तर नेपाल सरकारको कमजोरी हो या त्यहाँको स्थानीय सरकारको कमजोरी हो। आफूले गर्दा त्यो गर्न नसकेको
अनि अब त्यो नगर्नेको कमजोरी हो होइन। पानी पऱ्यो अब ओत लाग्नुपर्ने हुन्छ होइन। तर ओत लाग्नुभन्दा पहिला चाहिँ म पुग्नुपर्ने हुन्छ ठाउँसम्म। मैले यहाँ 2-4वटा सामानहरू पनि किन्नुपर्ने हुन्छ होइन। तर म त्यो सामानहरू किनेको चाहिँ भिडियो बनाउँदिनँ। हिँड्दै जान्छु, हिँड्दै गाउँछु पनि खासै भिडियो बनाउनु